Hello everyone, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। अनि हजुर हेर्न सक्नुहुन्छ आज चाहिँ मेरो फापरको ढिडो अनि यो लेफ्ट ओभर रोस्ट चिकन रोस्ट हो। अनि टमाटर अचार अनि यो चाहिँ असला माछा सुकाको वाला विथ गुन्द्रुकको रस भनौँ न। सो अब सुरु गर्छु है गाइस, भोक लागिरहेको छ है। एन्ड मेरो च्यानलको नाम चाहिँ अन्ता घले हो। वेलकम ब्याक टु माई च्यानल। नयाँ हुन्छ भने चाहिँ प्लिज सब्सक्राइब माई च्यानल अनि मेरो भिडियोहरूलाई चाहिँ लाइक गरिदिनु होला मन पर्यो भने है। ल सुरु गरौँ गाइस। अब मलाई चाहिँ यो सुकेको माछाहरू चाहिँ यसरी गुन्द्रुकसँग मिक्स गरेर खान एकदम मनपर्छ। सो मिठो पनि हुन्छ कि, फेरि हामीले बनाउँदा यस्तो मिठो हुँदैन। A1 खुर्सानीहरू यसमा एड गर्नुपर्छ। यही पिरोहरू छ रसमा। यम्मी। ठुलो माछा। So yummy. फापरको ढिलो, त्यसमा कोदो मिसाइछ होला सायद। म चाहिँ एउटा मम, 3टा बच्चाको आमा अनि हाउसवाइफ। अनि मुकबाङको लागि भनेर छुट्टी चाहिँ एकदमै कहिले कहिले हुन्छ कि, घरमा जे बाँकी त्यही खाने हो मेरो त। देखाउनकै लागि मात्र भनेर एकदमै अनहेल्दी पनि खान सक्दिनँ नि त। अगाडि हालेको खायो। ऊ बिहानै उठेको थियो नि, त्यही भएर सुतेको नि यति छिटो।
रोस्टहरू चाहिँ बनाउने बित्तिकै खाँदा अर्कै टेस्ट अनि बाँकी खाँदाखेरि अर्कै टेस्ट हुने। यो गुन्द्रुक मम्मीले घरमै बनाएको A1 खानेकुरा मिठो भएर बोल्न पनि बिर्सिन्छु म त कहिले कहिले।
यति मिठो छ मेरो माथि छाला खुलेर खाँदाखेरि अलिकति अकवर्ड देखाइ हुनसक्छ है सो सरी सरी हिजो बेलुका टन्नै खाएको थियो चिकन रोस्ट भिडियो बनाउनु चाहिँ भ्याइन हिजो अल क्लिन मिठो भएर यति पनि छोड्नु मन लागेन क्या ओके गाइज आजलाई यति नै छुट्टिन्छु थ्याङ्क यू फर वाचिङ माई च्यानल माई भिडियोज प्लिज किप सपोर्टिङ मी मलाई तपाईँहरूको अझै पनि धेरै धेरै सपोर्टको खाँचो छ आफ्नो साथीसँग पनि मेरो भिडियोहरू सेयर गर्नु होला यदि हजुरलाई मेरो भिडियोहरू मनपर्छ भने मन परेन भने चाहिँ किन मन परेन कस्तो खाले कन्टेन्टहरू चाहिन्छ भनेर भन्नु होला म चाहिँ मम भएको भएर म चाहिँ बाहिर एक्सप्लोर गर्न यस्तो गर्न त मन लाग्छ तर मेरो लागि पोसिबल छैन हैन त्यही कारणले गर्दाखेरि चाहिँ मैले म त यही किचनको वरिपरि घरको वरिपरि र बच्चाको वरिपरि नै हो नि त मेरो रुटिन भनेको त्यही कारणले चाहिँ मैले यही चुज गरेको हो है सो मैले सर्ट भिडियोहरुमा चाहिँ धेरै जस्तो चाहिँ लाइक मैले खानेकुरा चाहिँ कसरी बनाएर खान्छु हाम्रो घरमा कसरी बन्छ भनेर चाहिँ राखिरहेको पनि हुन्छु है प्लिज सर्ट पनि हेर्दिनु होला चेक इट आउट अनि लङमा चाहिँ म सकेसम्म मुकबाङ नत्र मेरो डेली ब्लगहरु पनि आउँछ कहिले कहिले है सो प्लिज माइन्ड नगर्दिनु होला यस्तै भिडियोहरु आउँछ एन्ड के चिज बुझ्दैन कमेन्ट गरिदिनु होला थ्यांक यू फर वाचिङ बाइ बाइ एभ्रीवन लभ यू अब फेरि अर्को भिडियोमा भेटौँला है त बाइ